Hello everyone, welcome to SSC Second. र हामीले एक दुई दिन अगाडि यो जुन सिस्कोको भेकेन्सी डिस्कस गरेको थियौँ र डेडलाइन 7 अप्रिलसम्म द्याट इज आजसम्म थियो। यो डेडलाइनलाई एक्सटेन्ड गरिएको छ। सो दिस भिडियो इज रिगार्डिङ दिस। सो विल गो टु सिस्को ब्याङ्क को वेबसाइट। ओके, तपाईँले गुगलमा सिस्को ब्याङ्क लेख्नुभयो भने जुन फर्स्ट वेबसाइट तपाईँले देख्नुहुन्छ यसमा तपाईँले जब क्लिक गर्नुहुन्छ यहाँ तपाईँले हेर्नु सक्नुहुन्छ। फर्स्ट टाइममा वेबसाइट खोल्ने बित्तिकै you'll see this notice that the last date for submission of application for the post of assistant staff officer and technical assistant has been extended from 7th to 23rd April। भनेपछि अब तपाईँकोमा 23 तारिक अप्रिलसम्म टाइम छ फर्म भर्नुको लागि। ओके, अब फर्म कसरी भर्नु त्यो पनि आई विल जस्ट टेल यु हियर। नोटिस आउँछ, तपाईँले नोटिसलाई क्रस गर्नुहोस्। आफ्टर द्याट र क्रस गरेर यहाँ माथिपट्टि तपाईँको एउटा ब्यानर कुदिरहेको छ, रिक्रुटमेन्ट फर द पोस्ट अफ एसिस्टेन्ट स्टाफ अफिसर। ओके, तपाईँ वेबसाइट खोल्ने बित्तिकै त्यो क्रस गरेर देखिहाल्नुहुन्छ। यो ब्यानरमा तपाईँले क्लिक गर्नुहोस्। यो ब्यानरमा क्लिक गरिसकेपछि फेरि त्यही नोटिस खोलिन्छ, यसलाई तपाईँ क्रस गर्नुहोस् र यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ एडभर्टिजमेन्ट फर द पोस्ट अफ एएसओ एन्ड टेक्निकल एसिस्टेन्ट। यु गो टु मोर डिटेल्स। ओके, तपाईँ मोर डिटेल्समा जानुहोस् र मोर डिटेल्समा गइसकेपछि यहाँनिर तपाईँले देख्नुहुन्छ एडभर्टिजमेन्ट फर द पोस्ट अफ एसिस्टेन्ट स्टाफ अफिसर। यहाँ तपाईँले एडभर्टिजमेन्ट देख्नुहुन्छ, त्यो हामीले डिस्कस गरिसकेको छौँ। इन्स्ट्रक्सन्स फर अनलाइन एप्लिकेसन, तपाईँले यहाँनिर इन्स्ट्रक्सन पढ्नु पनि सक्नुहुन्छ, वेरएज तपाईँ डाइरेक्ट अनलाइन एप्लिकेसनमा जाँदा पनि भयो। सो विल गो टु क्लिक हियर टु अप्लाई अनलाइन। ओके, सो क्लिक हियर टु अप्लाई अनलाइन गइसकेपछि अब यहाँबाट चाहिँ तपाईँको एप्लिकेसन सुरु हुन्छ। ओके, तपाईँ फर्स्ट अफ अल त अब एक्जिस्टिङ युजर हुनुहुन्छ भने लगइन गर्नुहोस्। तपाईँ अब नयाँ हुनुहुन्छ भने यहाँनिर रेजिस्टर हियर गर्नुहोस्। यहाँनिर तपाईँले आफ्नो फर्स्ट नेम, मिडल नेम, लास्ट नेम, इमेल, मोबाइल नम्बर हाल्नुहोस् अनि तपाईँ के गर्नुहोस्, रेजिस्टर गर्नुहोस्। रेजिस्टर गरिसकेपछि तपाईँको इमेलमा एउटा लिङ्क जान्छ, त्यो लिङ्कबाट तपाईँले फर्दर प्रोसेस गर्दा हुन्छ। त्यहाँबाट उता तपाईँले डकुमेन्ट्सहरू पनि अपलोड गर्नुपर्ने हुन्छ। यहीँनिर सबै तपाईँलाई प्रोसेस याद भइहाल्छ। ओके, वेबसाइटले पनि तपाईँलाई डिरेक्ट गर्छ। सो दिस इज हाउ यु स्टार्ट यो रेजिस्ट्रेसन। ओके, सो केही प्रब्लम भयो भने तपाईँ कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। र लेट मी रिमाइन्ड यू कि एसएससी सिक्किम र क्र्याक एसपिसीको कोलाबोरेसनमा सिस्को ब्याङ्कको लागि हामीले एउटा कोर्स गराउँदैछौँ, विशेष गरेर एसिस्टेन्ट स्टाफ अफिसरको लागि, टिचिङ अल द सब्जेक्ट्स। र कोर्स डिटेल्स तपाईँले डिस्क्रिप्सनमा पाउनुहुनेछ। सो तपाईँ कोर्समा इनरोल गर्नु सक्नुहुन्छ। डिस्क्रिप्सनमा एउटा वाट्सएप लिङ्क छ, वाट्सएप ग्रुपको लिङ्क, त्यो ग्रुप तपाईँले जोइन गर्नुहोस्, त्यहाँनिर तपाईँले सबै डिटेल्स पाइहाल्नुहुन्छ। सो दिस इज इट, थ्याङ्क यू सो मच।